सबैलाई नमस्ते। म वासुदेव आचार्य। आज म लेसन 2 यानि कि मिनानहङ्गो N5 अन्तर्गत लेसन 2 दाइ निखाको ग्रामर पाठ लिएर उपस्थित भएको छु। यो भिडियोलाई हेरेर सुनेर बुझेर प्रतिक्रिया दिन नभुल्नुहोला। साथै भिडियो हेरिसकेपछि यसलाई सबैसम्म पुर्याउनलाई सेयर गर्न नबिर्नुहोला। आज हामी लेसन 2 अन्तर्गत कोरे, सोरे, आरेको बारेमा अध्ययन गर्दैछौँ। त्यसैगरी कोनो, सोनो र आनोको बारेमा पनि अध्ययन गर्न गइरहेका छौँ। सबभन्दा पहिला हामी कोरे, सोरे र आरेको बारेमा अध्ययन गर्नेछौँ। कोरे भनेको यो, सोरे भनेको त्यो, आरे भनेको उत्यो। यो चाहिँ सामानहरू कता रहेको छ, सामानको पोजिसन अनुसार त्यसलाई लोकेट गर्नका लागि चाहिँ हामीले यसलाई प्रयोग गर्ने गर्दछौँ। र यो पढ्नुभन्दा अगाडि हामीले यो नोटमा रहेको कुरालाई सब हेऱ्यौँ भने अलि सजिलो होला। यसमा पार्टिकल वा मो पछि मात्र नाउन लाग्छ। जस्तै कोरे वा होन देश, यो चाहिँ बुक हो। यसमा चाहिँ वा पार्टिकल पछि मात्र होन नाउन लागेको छ। त्यसैगरी सोरे वा साइफु देश, त्यो चाहिँ पर्स हो। वा पछि मात्र साइफु नाउन लागेको छ। त्यसैगरी आरे वा खाबान देश, उतो चाहिँ ब्याग हो। वा पछि मात्र खाबान आएको छ। यसमा चाहिँ मुख्य रूपमा सम्झिनुपर्ने कुरा के हो भने यसमा पार्टिकल वा पछि मात्र नाउन लाग्दछ। अब हामी कोनो, सोनो र आनोको बारेमा अध्ययन गर्नेछौँ। कोनोको अर्थ यो हो, सोनोको अर्थ त्यो हो, आनोको अर्थ उत्यो हो। कोरे, सोरे, आरे र कोनो, सोनो, आनोको अर्थ चाहिँ एउटै हो। तर फरक यति मात्र हो कि कोरे, सोरे, आरेमा वा मो पछि पार्टिकल पछि मात्र नाउन लाग्छ। कोनो, सोनो, आनोमा चाहिँ नाउन लागेपछि मात्र पार्टिकल लाग्छ। जस्तै हामी हेरौँ है त। कोनो भनेको यो कोनो सिनमुन वा दारे नो देशका, यसमा चाहिँ नाउन लागेपछि मात्र पार्टिकल लागेको छ। जस्तै कोनो सिनमुन वा, सिनमुन नाउन भयो, त्यो पछि मात्र वा पार्टिकल लागेको छ। यो पत्रिका चाहिँ कसको हो भनेर क्वेसन गरिरहेको छ। सोनो तोके वा मिरासान नो देशका, त्यो घडी चाहिँ मिरासानको हो। यसमा नि तोके पछि वा पार्टिकल लागेको छ। त्यसैगरी आनो तेच्यो मो मिरासान नो देशका, त्यो पकेट बुक पनि मिरासानको हो भनेर सोधिरहेको छ। यसमा चाहिँ तेच्यो पछि मो पार्टिकल लागेको छ, अर्थात् नाउन पछि मात्र पार्टिकल लागेको छ। यसरी वस्तुहरूको पोजिसन अनुसार वस्तुहरूलाई इन्डिकेट गर्दा हामी कोरे, सोरे, आरे, कोनो, सोनो, आनो प्रयोग गर्छौँ। र यो चाहिँ अर्थ एउटै भए पनि अब यो पोजिसन अनुसार प्रयोग गर्ने सेन्टेन्स अनुसार यसको प्रयोग चाहिँ फरक फरक तरिकाले गरिन्छ। यो कुरालाई मुख्य रूपमा बुझ्ने कुराहरू चाहिँ कुन पछि पार्टिकल प्रयोग गर्ने भन्ने कुरा चाहिँ मुख्य रूपमा बुझ्नुपर्ने हुन्छ। हस् त, थ्याङ्क यू।